गरौँ टक्क है मसाज 5 मिनटको नेपालको 80 रुपियाँ तिरेर मसाज गरिरहेको छ। त्योभन्दा बेटर मलाई दिनु भने म मसाज गरिदिन्थेँ। अनि यहाँ आएर चाहिँ केटाकेटीहरू खेल्ने ठाउँहरू पनि छ, दामी दामी टक्कसँगले पैसा लाएर। यो गेम चाहिँ मजा हुन्छ होला क्या, डाँइ 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 ओपी हुँदो रहेछ है यो गेम चाहिँ। ल म पनि खेल्छु होला अहिले, बट म केटाकेटी परिनँ नि त, त्यो भएर तपाईँहरू देख्न सक्नुहुन्छ कत्रो ठुलो फ्यान छ टक्कसँगले। आज चाहिँ चाइनिजहरूको खोइ के हो, चाइनिजहरूको मिटिङ भइरहेछ टक्कसँगले, दामी दामी ल टक्कसँगले हेर्न सक्नुहुन्छ। अनि म पनि मसाज गरौँ भनेको, बट मेरो चाहिँ पैसै लिइरहेको छैन, किन हो मेसिन बिग्रिरहेछ। बट अहिले सकेपछि म पनि मसाज गर्छु। कस्तो भइरहेछ फिल? आनन्द भइरहेछ नि? आम्मामा ल यहाँ देख्न सक्नुहुन्छ हल्लाको टाउको, बा खतरा मसाज हानिदिन्छ क्या, एकदमै बबाल मसाज चाहिँ हानिदिन्छ है। ल यता फेरि एउटा बुढो आन्द्रा बटारे जस्तो भइरहेछ, कति हाँस्नु के, मरेको भन्दा नि अति दिइरहेछ क्या बुढो मान्छेले, के गर्ने हो। हुन पनि अब यो उमेरमा त्यही हो। यता हाम्रो साथी त फेरि बबाल गरिरहेछ। ल यति नै हो, उसको टिकटक आइरहन्छ, पार्ट 2 पार्ट 1 पार्ट 3 सब आउँछ। अब मेरो पालो कसैले तपाईँहरू देख्न सक्नुहुन्छ स्टार्ट भइरहेछ है मेरो पालो। टोपी पर्छ होला है मेरो पालो फेरि यता हात चाहिँ यसरी टक्क हाल्नु पर्नुहुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ आनन्दले लिइरहेको छु मैले पनि। जाँड रक्सी खाएर पैसा सक्नु भन्दाखेरि यसो मसाज गराउने है, आनन्द पनि हुन्छ शरीरलाई, प्लस सब कुछ राम्रो हुन्छ। नसा ससा कुम्चेकोहरू तानाकुनुक बनाइहाल्छ होइन, त्यही भएर हामी चाहिँ मसाज आएका छौँ। जाँड रक्सी खैनी चुरोट खाएर पैसा मास्नुभन्दा बेटर चाहिँ यस्तै हो क्या, अब के भन्नु होइन। त्यही हो फाइनली मैले भिडियो यतिमै एन्ड गरेँ।